धन्यवाद। अनि तिमी गाउ त एउटा। हामी चाहिँ अहिले यो बागदुलामा आइसकेका छौँ। त्यो चाहिँ बिजुवार पर्छ अनि यो चाहिँ बागदुला पर्दो रहेछ। यहाँको लोकल बासिन्दाहरूले हामीले सोधिसकेका छ। अब चाहिँ हामी उता स्वर्गद्वारीको बाटो लाग्दैछौँ। हामी चाहिँ यो बाटो हुँदै स्वर्गद्वारी जान्छौँ। भिङ्ग्री आइपुगेको छौँ। दुर्गेश थापा ल चिने छैन? चिने हौ? तिमीले चिने हौ? तिमीले एउटा गीत गायो भने चक्लेट पाउँछौ के छ? गीत गाउने एउटा गाऊ, एउटा छिटो गाऊ के। वा दामी ल। दुर्गेश थापाको गीत ल एउटा तिमीले गाउ त एउटा। गाउँदैनौ? वा ल तिमीलाई पनि धन्यवाद। अनि तिमी गाउ त एउटा। गाउँदैनौ ल भन। ल त्यसो भए केही छैन, धन्यवाद तिमीलाई पनि। ल गाइजहरू है राम्रोसँग बस। बहुत मजा आइरहेछ है घोडामा चढ्न चाहिँ। अङ्कलको नाम चाहिँ के हो? अनि हाम्रो यहाँ भ्युवर्सहरू आयो भने चाहिँ अङ्कलले एकदम लगभग 2-3% डिस्काउन्ट दिनुहुन्छ। 100मा लगभग 1 रुपियाँ जति होइन। अनि यो ठाउँमा चाहिँ एकदमै कुहिरो लागेको छ। आउँदाखेरि तातो लुगाहरू लिएर आउनु नबिर्सिनु होला। अङ्कल भन्नुहोला अङ्कल यसो भनिदिनु त यहाँको बारेमा टक्क। यहाँको बारेमा यहाँको के छ कसो छ टक्क। मान्छेहरू कति आउँछन्, युपीतिरबाट कति आएको छन्, घोडा चढ्न मन पराउँछन् कि पराउँदैनन्? यो भनेको त हाम्रो ट्रेडिसनल टाइपको हो नि त। घोडा चढ्ने भन्ने राजादेखि मान्छेहरू घोडा चढ्दै आएको होइन। राजा रानीहरू भयो। राजा पहिला त राजाको घरमा एउटा घरमा एउटा होइन, एउटा राजाको घरमा एउटा घोडा हुन्थ्यो होइन। एउटा मात्र होइन, धेरै हुन्थ्यो होला। त्यो भएको कारणले गर्दा हजुरले केही भनिदिनु पर्यो। घोडा चढ्नु कस्तो हो होइन, घोडा चढ्दा कति आनन्द आउँछ। मलाई त एकदम आनन्द आइरहेछ है। आनन्द आउँछ होइन। जीवनमा चढ्नुपर्छ भन्ने कुरो के होइन र। अनुभव गर्नुपर्छ। अङ्कल केही बोल्नु भएन? ठिकै छ। उकालो भएर बोल्न सक्नु भएन? म त मजाले बसिरहेको छु। है अङ्कल ट्राफिक चिसो कि गऱ्यो भएर म चाहिँ हर्स राइडिङ गरेर आएको कि त्यो भएर मलाई चाहिँ जाडो भइरहेछ। अङ्कल चाहिँ हिँड्दै आउनु भएको थियो, त्यो भएर अङ्कललाई चाहिँ गर्मी भइरहेको अरे। तर यो चाहिँ धर्मशालामा रहेको सागबारी। हामी चाहिँ यता के हो यो? यता सागबारी हो कि साग सेबीबारी भयो। देख्न सकिन्छ सागहरू पनि छ। पेटपाट परिसर यो चाहिँ सागबारी हो कि अरे? यो आफै उब्जाउने खाने होइन। यहाँ रहेका
छात्रहरूले चाहिँ यस ठाउँमा आफै उब्जाउने आफै खाने त्यस्तो सिस्टम छ। किन्न पाउँदैन यहाँ फेरि। सिस्नोहरू सिस्नोको सागहरू पनि खान्छन्। अनि यता तलतिर चाहिँ यो नुहाउने ठाउँ के रहेछ भन्ने कुरो चाहिँ हाम्रो यो एउटा ब्रदरलाई सोधौँ न। ब्रदर यो तल के छ? स्नान करने का जगह है। तो क्या बोलते हैं उसको? स्वर्गद्वार का कुंड। स्वर्गद्वार का कुंड है नीचे। आप किधर से आए हो? यूपी से? यूपी से, बलरामपुर से। बलरामपुर से। नाम क्या है ब्रदर आपका? ओके ब्रदर, थैंक यू सो मच। स्वर्गद्वारी महाप्रभुले तपस्या गरेको ठाउँ हो यो। धार्मिक दृष्टिकोणले पनि अत्यन्तै प्रसिद्ध छ। यहाँ आइयो भने स्वर्गको द्वार खुल्छ भन्ने मान्यता अधिकांशमा रहेको पाइन्छ। यहाँ चाहिँ कि एकपटक कि 3 पटक आउनुपर्छ भन्ने मान्यता छ। अहिले हामी यो स्वर्गद्वारी कुण्डमा जाँदैछौँ। त्यहाँको पानी ल्याएर माथिको मन्दिरमा चढाउने परम्परा यहाँ रहेछ। उक्त कुण्डमा रहेको पानी अत्यन्तै स्वच्छ मानिन्छ। यो चाहिँ कुण्ड हो है। हामी चाहिँ अब गुफातिर जाँदैछौँ। अब गुफामा गएर त्यहाँको दृश्य कस्तो हुन्छ हामी देखाउने कोसिस गर्नेछौँ। अनि गुफामा जानुभन्दा अगाडि यहाँ चाहिँ गौशाला छ। गौशालाको दृश्यहरू देखाउनेछौँ। समुद्री सतहदेखि यो 2200 मिटरमा रहेको छ। यस क्षेत्रमा चाहिँ काफलहरू चाहिँ एकदम धेरै मात्रामा पाइन्छ। कृपया यस ठाउँमा आएर दिशा पिसाब नगरिदिनु होला यो गुफा जाने बाटोमा। अब आप भक्तजन लोग इंडिया से आते हो, इधर आके बाहर टट्टी करते हो, ये इंडिया नहीं है, ये समझ लो भाई, ठीक है। अभी यहाँ पे ऐसा करना अलाउड नहीं है। ये खुला दिशा पिसाब क्षेत्र है, ठीक है, समझ लेना ये बात। कोई देख रहा है तो, नहीं देख रहा है तो भी देख लेना। इधर आके मत करना। अगर हमने बैठ लिया तो भाई खैर नहीं। हामी चाहिँ अहिले यो गुफा आइपुगिसकेका छौँ। ल सक्नुहुन्छ। कैसा लगा गुफा? बहुत अच्छा लगा। बहुत अच्छा है। बहुत अच्छा, बहुत अच्छा, बहुत अच्छा है ना? बहुत अच्छा, ठीक है। आपको अच्छा लगा? एकदम बहुत अच्छा लगा। यो चाहिँ हामी यो गुफाभित्र प्रवेश गर्न लागिरहेका छौँ है। देख्न सक्नुहुन्छ भगवान रक्षा गर्नु होला। एकदमै अँध्यारो आइरहेछ। आगो बोले जस्तो लागिरहेको थियो तर आगो चाहिँ रहेनछ। यो धुपबत्ती बालेर छ। हेर्न सक्नुहुन्छ। हामी चाहिँ भित्रैसम्म प्रवेश गऱ्यौँ र यता पनि भेटी चढाउनु पर्ने हुन्छ। अनलाइन भेटी चढाउनु चाहिँ मिल्दैन है। यो ठाउँबाट चाहिँ पाण्डवहरू आएर यस ठाउँबाट स्वर्गमा गएको भन्ने चलन पहिलेदेखि नै चल्दै आएको छ। अनि हामी पनि स्वर्ग जान चाहिँ आएको होइन, जिउँदै स्वर्ग आएको है। थ्याङ्क यू सो मच। अनि गुफाभित्र गएर आयो है। कस्तो लाग्यो त गुफा? राम्रो छ है।
अनि के भन्न चाहन्छौ र गुफाको बारेमा के छ भित्र कस्तो छ के छ दुईटा ठाउँ छन् जाने अनि भनेपछि भित्र एकदम पोजिटिभ भाइब आउँछ अनि त्यहाँदेखि भित्र दुईतिर जाने ठाउँ छ अनि यहाँ जो आउनुभयो होइन उहाँ फेरि आउनु होला एकदम राम्रो ठाउँ छ यहाँ मात्रै नभए अन्त पनि घुम्ने ठाउँ छन् अनि ल धन्यवाद है म पनि भित्र छिरेको थिएँ भित्र एकदम ठिक छ त्यो पहिले प्राचीन कालमा भगवानहरू पाण्डवहरू चाहिँ स्वर्ग जाने टाइममा यता आएर बस्नु भएको रहेछ स्वर्गद्वारीमा अनि आएर यहाँदेखि चाहिँ जानुभएको रहेछ भन्ने प्रचलन पहिलेदेखि नै चलिआएको छ र एकपटक चाहिँ आउनै पर्ने ठाउँ हो जस्तो लाग्छ है मलाई चाहिँ हामी चाहिँ यता गुफाको प्रवेशपछि अब हामी उता मन्दिर जाँदैछौँ मन्दिरमा अलिअलि पूजाहरू गरेर अनि हातमुख धोएर मन्दिरमा पूजा गरेर हामी चाहिँ नेक्स्ट प्लानिङ गर्नेछौँ स्टे ट्युन हामी चाहिँ अहिले मन्दिरमा पूजा गर्नको लागि जाँदैछौँ देख्न सक्नुहुन्छ हजुरहरू एकदम भिड छ है मन्दिरमा एकदमै भिड रहेको छ ओम नमः पार्वती पते हर हर हामी चाहिँ अब यो प्रसाद लिन जाँदैछौँ भित्र एकदम ठुलो लाइन छ है अनि हामी प्रसाद लिएपछि हवन कुण्डतिर जानेछौँ देख्न सक्नुहुन्छ है लाइन यो चाहिँ हवन कुण्ड हो है यो ठाउँ चाहिँ स्वर्गद्वारी हो यसलाई चाहिँ स्वर्गको द्वार भनेर चिनिने गरिन्छ पहिला प्राचीन कालमा पाण्डवहरू स्वर्ग जानको लागि यस ठाउँमा आएर हवन गरेको भन्ने पहिलेदेखि चलन चल्दै आएको छ र हामी पहिले योभन्दा अघि चाहिँ गुफामा पनि गएर आइसक्यौँ अनि यो ठाउँ चाहिँ एकदम सुन्दर एकदम शान्त पिसफुल रहेको छ यहाँ प्राय जस्तो पर्यटकहरू चाहिँ इन्डिया युपीबाट आउँछन् अनि हामी पनि आएको छ तर नेपालीहरू चाहिँ बिहान आउँदो रहेछन् किनभने अब मान्छेहरू यहाँ चाहिँ बस्न मन नपराएको कारणले तल भिङ्ग्रीमै बसेर यहाँ आउँदो रहेछन् अब तपाईँहरू पनि आउन चाहनुहुन्छ भने भिङ्ग्रीमा बसेर बिहान 6-7 बजे यता आउन सक्नुहुन्छ अनि यो ठाउँमा चाहिँ यो चाहिँ हवन कुण्ड भन्छ यसलाई चाहिँ त्यो भित्र चाहिँ हवनको लागि एउटा ठुलो त्यो हवन कुण्ड राखेको छ अनि त्यो ठाउँमा चाहिँ बेलुका 10 बजेसम्म त्यो पूजाहरू हुने गर्छ अनि अहिले चाहिँ त्यता प्रसाद वितरण भइरहेछ पूजाहरू भइरहेछ अनि इन्डियन भक्तजनहरूले पनि त्यो पूजाहरू गरिरहेछ हामी चाहिँ अब यो स्वर्गद्वारीबाट निस्किन लागेको हो है अनि अब यसपछि चाहिँ हामी उता ड्यामतिर चिर्नेटा ड्याममा जानेछौँ हामी चाहिँ अब यता भिङ्ग्री गएर खाना खानेछौँ अनि त्यसपछि ड्याममा जानेछौँ ड्यामको अनुगमन अलिअलि गर्नेछौँ है हामीलाई त खासै थाहा छैन घुम्नेछौँ भनौँ न यस ठाउँमा चाहिँ धेरै टाढा टाढादेखि मानिसहरू आफ्नो सामान विनिमय पहिले जमानामा हुन्थ्यो नि विनिमय जस्तो चामल दिएर तरकारी साट्ने टाइपको अथवा तरकारी दिएर चामल साट्ने अथवा भाइहरूले चाहिँ तरकारी लिएको रहेछ उनीहरूले चाहिँ अनि तरकारीसँग चामल साट्नको लागि आएको रहेछ आज एकादशी भएर फिर्ता पठाइदिएको रहेछन् भाइहरूले सुन्दैनन् एकदम बिजी छन् है इन्डियनहरू चाहिँ एकदम हल्ला गर्दै हिँड्ने है तिमीहरू कहाँदेखि आएको त्यो तरकारी दिएर चामल साट्नको लागि आएको होइन ओके भाइहरू धन्यवाद है तिमीहरूले एकदम गाह्रो छ है ल
ड्याम जाने कताबाट हो ड्याम जाने हजुर 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 यता यता हजुर यता तपाईँको ड्याममा जानुपर्ने थियो ड्याम साइड ड्याम त यता पनि छ हजुर हजुरको ड्याम त यतै हो यता यो कुन चकचके ड्याम होइन हजुर झिम्रुको यतै हेडी ड्याम खाना होला है 6 किलोमिटर तेल राखा छन् हजुर ड्याममा जानलाई बाटो मोटर बाटो जान्छ घुमेर जानलाई 4 किलोमिटर ठिक छ 3 किलो छ तर इन्डियनहरू त जाँदैन होला यो ड्याममा जान तपाईँको फेरि यो ड्याम फेरि उता ड्याममा त सर सानो थोरै अफिस छ धेरै अफिस त फेरि यहीँ नि छ कि त्यसो भए यो माडीमा छ उता भित्र जान दिन्छ नि यो माडी हो भित्र जान दिन्छ होइन त्यहाँ कम्पनीमा आज हेर्नु चाहिएको पावरसँग मिल्दैन ए भित्र जान चाहिँ निवेदन ल्याउनु पर्यो ड्याममा राम्रो पाउनुहुन्छ ड्याममा जाँदा त्यो मिल्दैन त्यो चाहिँ कति टाइम लाग्छ यहाँदेखि 15 मिनट 15 मिनट त्यतिखेर सिधै जाने होइन यो सिधै जानु त्यो पालि डाँडा देखिएको छ नि सर त्यो बाटो जस्तो देखिएको छैन ऊ वहाँ पालि डाँडामा छ त्यो बाटो पहिरो गएको बाटो देखिएको छैन हजुर हजुर त्यो तल झर्ने बाटो हो हजुर। सिधै माथि नि यस्तो रातो देखिएको छ नि हजुर हजुर त्यहीँबाट ठ्याक्कै अगाडि जाने नि बजार आउँछ तेह्रटा भन्ने हजुर हजुर बाटो मेन रोड फेरि उता गएको छ भित्र गाडीसँग नि हजुर त्यहाँ अगाडि बजार आउँछ बजार आएपछि त्यो बाटो चाहिँ पढी भित्र जान्छ त्यो बाटो नगएर यतै खलैतिर जाने बाटो छ क्या मुख्य घाट यसरी त्यहीँबाट गएर तल देखिहाल्नु त्यो त्यहाँ ए ठिक छ त्यो झिम्रुको पानी माडीमा फाल्यो होइन हजुर यो माडी हो अनि झिम्रुको पानी सुरुङ बल्डाएर माडीमा फालेको छ पावर हाउस पनि यतै यहाँनिर छ अनि अफिस चाहिँ वारी छ अनि ड्याम चाहिँ पाइन्छ ठिक छ ल धन्यवाद तपाईँले हामी चाहिँ यता ड्याम जान भनेर हिँडेको है बाटो नै मिस भएछ कि सानो रहेछ ड्याम त्यो भएर भेट्दै भेटेन त्यो मिस भयो अनि हामी धेरै नै अगाडि आएको रहेछ क्या एउटा दिदीलाई सोधेँ धेरै अगाडि आइरहेको रहेछ अनि पहिला जुन देखाएको थियो त्यही रहेछ तर सानो लाग्यो कि त्यो होइन होला जस्तो लाग्यो जस्तो एक्सपेक्टेसन भर्सेस रियालिटी जस्तो भयो क्या एक्सपेक्टेसन हाम्रो एकदम हाई थियो तर अलि सानो रहेछ इट्स ओके केही छैन नेक्स्ट टाइम हामी भ्रमण गर्नेछौँ अहिलेलाई चाहिँ हामी भ्रमण गर्न पाएन अब हामी चाहिँ अब सिधै घर जाँदैछौँ है थ्याङ्क यू गाइज